गुड मर्निङ एभ्रिवान, दर्शन नमस्ते है। म चाहिँ अहिले चाहिँ ठ्याक्कै यो बाइक धोएर मैले यसलाई राख्न लागेको थिएँ, त्यही भएर द्याट्स वाइ है। यसको चाहिँ म चाहिँ आज चाहिँ आइम गन गिभ यु अ सर्ट रिभ्यू है आफ्टर 45,000 किलोमिटर आफ्टर है। यो चाहिँ कस्तो छ भने मेरो बाइकको चाहिँ अहिले चाहिँ जेन्युन रनिङ चाहिँ मेबी कति भने वाट इज मोर ट्रिप 45,640 छ अहिले चाहिँ होइन, टोटली रन्ड। दिस इज 2020 मोडल है। एन्ड यो बाइकमा चाहिँ अहिलेसम्म चाहिँ अब पहिला पनि मैले रिभ्यू भिडियो बनाइसकेको छु होइन। एन्ड दिस टाइम आइ एम गन मेक यु अ सर्ट रिभ्यू अन जो पर्फर्मेन्स है। यसमा चाहिँ के छ भने यो चाहिँ बाइक चाहिँ एकदम अब लङ रुटहरूमा गएको भनेको इन्डिया गएको छ होइन। अनि अर्को भनेको अस्ति अप्पर मुस्ताङ गयो, लोवर मुस्ताङ दुईचोटि गइसकेको छ। एन्ड काठमाडौँ र अब इस्ट धरान झापा चाहिँ धेरैचोटि अपडाउन भइसकेको छ है। अनि यसमा यो हाम्रो सन्दकपुर राइड एन्ड दिस गोदावरी ललितपुरको यो आरपिएम लिभिङको रोशन दाइहरूसँग गएको राइड है। यसमा भनेको अब यसको मेन रिभ्यू भनेको यो बाइक चाहिँ अब एकदमै रिफाइन छ, इनलाइन ट्विन सिलिन्डर हो। अनि यसमा भनेको चाहिँ मेजर प्रब्लम्स मेरिट र डिमेरिट्सको कुरा गर्ने हो भने मेबी अब पहिलाको बाइकहरूमा चाहिँ अब त्यस्तो प्रब्लम धेरै देखेको थिएन। यसमा चाहिँ अब बेनेलीमा चाहिँ अब मेन मनपर्ने भनेको यसको साउन्ड हो होइन। र यो एकदम स्मुथ पर्फर्मेन्स छ है। अब त्यस्तो 390हरूको जस्तो केडिएमहरूको जस्तो इनिसियल चाहिँ एकैचोटि फास्ट चाहिँ छैन होइन। यसको चाहिँ भनेको चाहिँ मैले चाहिँ पहिला स्टक एक्जस्ट निकालेर यो रेप्लिका लगाइदिएको थिएँ होइन, आफ्टर मार्केट एक्जस्ट। त्यो चाहिँ मैले हटाइदिएँ किनभने त्यो अलिकति नोइज पोल्युसनको एगेन्स्टमा जान्छ भनेर है। अनि अर्को भनेको चाहिँ यसको चाहिँ मेजर प्रब्लम्स भनेको चाहिँ सस्पेन्सनमा छ। बेनेलीको भन्थ्यो है, यसमा हुनु पनि हो, अलिकति वेट बेसी दिएको छ र यसको इनिसियल अगाडि झट्ट नलिने कारण पनि वेटको कारण मेबी हुनसक्छ है। अनि अर्को भनेको चाहिँ यसको चाहिँ सस्पेन्सन चाहिँ मेरोमा चाहिँ रेयर सस्पेन्सनमा चाहिँ प्रब्लम आएको छैन त्यस्तो है। यो मेबी एउटा सिरिजको बाइकहरूमा चाहिँ यो ट्याक्क भाँचिने यो धेरै प्रब्लम देखेको पनि थिएँ मैले, दुईवटा बाइक देखिसकेँ होइन। र अहिले चाहिँ त्यस्तो मैले देखाएको छैन, यो अलिकति वेटको कारण र अफरोडिङले गर्दा पनि हो है। एन्ड मैले चाहिँ अब धेरै अफरोडमा युज पनि गरेँ अब लङ राइडहरू जाँदाखेरि होइन। अनि यो सस्पेन्सन चाहिँ मैले दुईचोटि चेन्ज गरिसकेँ, एकचोटि ओइल सिल चेन्ज गरेँ, एकचोटि यो सेटै चेन्ज गरेको छु होइन। अनि यसको भनेको चाहिँ अब ब्रेकिङ सिस्टमहरूको कुरा गर्नुहुन्छ भने चाहिँ ब्रेकिङ चाहिँ एबिएस हो है, डुल च्यानल एबिएस। अनि अगाडि पनि एबिएस छ, पछाडि पनि एबिएस छ। यसको चाहिँ अब 300cc बाइकमा चाहिँ यसरी डल दुईवटा भनेको डिस्क चाहिँ आउँदैन फ्रन्टमा। यो भनेको सुपर बाइकहरू र अब कावासाकीको ZX 25R मात्रै छ है। अरूमा पनि अब मेबी हुनसक्छ, मलाई चाहिँ नलेज भएको चाहिँ यति हो, किन अरूमा मैले खासै देखाएको छैन। अब 300cc 200cc भन्दा माथि क्याटेगोरीको बाइकमा चाहिँ रेयरली देख्न पाइन्छ है, तर यसमा छ। अनि अर्को भनेको यसको बिस्टिङ भनेको चाहिँ TFT डिस्प्ले छ। अनि यसमा चाहिँ दुईवटा अप्सन छ, एउटा आफ्टर सनसेट भन्नाले पनि अब डार्क वेदर छ भने अब डार्क कन्डिसन छ भने यसले आफै लाइट जल्छ र यसको दुइटै चेन्जेस डे र नाइट मोड छ होइन। अनि यो चाहिँ अब नियोनमा छ। मैले चाहिँ यो यसको चाहिँ अब यो वेल्डिङ गरेर लाएको छु होइन। यसको यहाँको फेन्डर भाँची गएर अनि त्यसपछि चाहिँ यो चाहिँ मेरो चाहिँ अहिले चाहिँ के छ भने यो चाहिँ इम्बोस्ड नम्बर छ है। अहिले यो जेन्युन भनेको यो चाहिँ 45 कति भने 45,640.2 किलोमिटर कुदिसकेको छ होइन। यसमा भनेको अहिलेसम्म जेन्युन पार्ट्सहरू भनेको मैले के चेन्जेस गरेको छैन। टायर चेन्ज गरेँ, यो म्याक्सिस लगाइदिएको छु, सुपर म्याक्सिस लाउनु भनेको लाइन होइन। अनि अगाडि चाहिँ पिरेलीकै छ, पिरेलीको होइन। यो ग्रान्ड टुरिज्मै छ पुरानै होइन, 12070को है। अनि यो भनेको चाहिँ पछाडि चाहिँ अस्तिसम्म मसँग पिरेलीको अर्को टायर पनि छ, चेन्ज गरेको छैन मैले, यसलाई यही कुदाइरहेको छु है। अस्ति मुस्ताङ जाँदाखेरि अर्को त्यो CST को टायर गएर यो चलाइरहेको छु। अनि अर्को भनेको मैले यो ब्रेक चाहिँ अहिलेसम्म चेन्ज गरेको भनेको ब्रेकिङ, यो चाहिँ मेरै केयरलेसले गर्दाखेरि हो। किनभने मैले अस्ति एकचोटि उदयपुरमा यो डट
.4 मात्रै लाउनुपर्छ यसमा है, .4 अनि यो ब्रेक ओइल। यसमा चाहिँ .3 लगाइदिएछ त्यो एउटा ग्यारेजले, त्यो कारणले गर्दा मेरो एबिएस यो ब्रेकिङको यो पिस्टन र ड्रम दुइटै गएर मैले यो पनि चेन्ज गरेको छु। अर्को भनेको मैले अब इन्जिन अहिलेसम्म सिल प्याकै छ, कुनै उ छैन त्यस्तो केही, क्याम्चेनहरूको पनि आवाज आएको छैन होइन। अब यसमा सुनिन्छ कुनैमा क्याम्चेनको आवाज आउँछ नयाँ बाइकमा भन्ने हल्ला पनि छ, बट अहिलेसम्म मेरोमा छैन। अब त्यो भन्नाले त्यतिकै अब प्रोपागान्डा हुनु पनि सक्छ है। अनि अर्को भनेको मैले सबै स्टक राखेको छु बाइकमा। अर्को भनेको यसमा अर्को प्रब्लम यसमा के आउन सक्छ भन्यो भने चाहिँ सस्पेन्सनै छ है। र यसको बेनिफिट्समा चाहिँ के छ भने यो बाइक चाहिँ अब अरू जस्तो चाहिँ भनौँ न अब 100मा 120मा कुदे पनि त्यस्तरी त्यो बाउन्सिङ हुने अब झड त्यो लाग्ने चाहिँ छैन। यसको सस्पेन्सन चाहिँ एकदमै अब यस्तो बाइकमा यस्तो राम्रो सस्पेन्सन दिएको छ है, यस्तो राम्रो प्ले छ यसको होइन। र प्ले एडजस्टमेन्ट पनि हुन्छ, यसको प्ले नै छ है, यहाँ छ। अब अरू भनेको चाहिँ यसको अगाडिको प्रब्लमहरू चाहिँ त्यति हो, मेजर प्रब्लम्स है। अरू भनेको चाहिँ यसमा चाहिँ यो लाइटको चाहिँ सेप चाहिँ अब टिएनटी पहिलाकोसँग मिल्दैन है, यसको अब टिएफटी भयो। अनि अरू भनेको चाहिँ यसको ब्रेकिङहरूमा चाहिँ अहिलेसम्म प्रब्लम आएको छैन। र यो ब्रेक ओइल चाहिँ अब यहाँ माथि झरेपछि चाहिँ यस्तो हुँदो रहेछ, यो पनि एउटा राम्रो एउटा पार्ट सिक्नु पाइयो है। अरू भनेको चाहिँ तपाईँहरूले यदि यो किन्नु खोजिराख्नु भएको छ, अब सायद अहिले त पहिला चाहिँ यो चाहिँ 1074 कति थियो होइन, 10 लाखमा पाउँथ्यो। अब अहिले चाहिँ यो कलरको चाहिँ अलिकति महँगो थियो। अहिले चाहिँ अब नयाँ झरेको छैन नेपालमा होइन, 2 साल क्रस भइसक्यो होला। अनि सेकेन्ड ह्यान्ड नै प्रायः सेल किनबेच भइरहेको छ यसमा है। अनि मेबी यो चाहिँ अब 13,75,000 भन्दा माथि क्रस भएर आउँछ भन्ने कुरा सुनिएको छ। त्यही भएर सेकेन्ड ह्यान्ड चाहिँ किनबेच भइरहेछ। यदि किन्नुहुन्छ भने अब अथोराइज सोरुममा अथवा अलिकति नलेज भएको मेकानिकहरूसँग गएर चेक गराउनु होला। इन्जिन मेन भनेको इन्जिन कम्पोनेन्ट्स, ब्रेकिङ सिस्टम्स है, अनि त्यसपछि जेन्युन पार्ट्सहरू नै युज गरेर चलाउनु होला होइन। अनि मैले एउटा भिडियो पनि लगाइसकेको छु। तपाईँले यहाँ डुप्लिकेट अब कसैले लगाइदिनु सक्छ सस्तोमा है यो ब्रेक प्याडहरू, त्यसले गर्दा तातिएर यो नै लक हुने पनि चान्सेस हुन्छ। मेरो तपाईँले एउटा भिडियो हेरिसक्नु भयो होला होइन। अरू भनेको नो एनी प्रब्लम सो फार है। एउटा सस्पेन्सन मलाई प्रब्लम फेस गरेको, एउटा ब्रेकिङ, किनभने यो 45,000 एन्ड 3 कन्ट्रिज ट्राभल गरिसकेपछि बाइकले, द्याट्स वाइ है। अदरवाइज देयर इज नो एनी मेजर प्रब्लम सो फार। यदि किन्नु चाहनुहुन्छ त तपाईँले चाहिँ एउटा सस्तो प्राइसमा होइन, नेपालको कन्डिसनमा, नेपालको रोडमा चाहिँ र सुपर बाइक टाइपको साउन्डको फिल लिनुहुन्छ भने चाहिँ दिस यु क्यान बाई दिस बाइक होइन। अनि अर्को भनेको चाहिँ अब यो बाइकलाई चाहिँ अफ रोडले टोटली म्यानुअल बुकमै अब लेखेको छ होइन, दिस बाइक इज नट फर अफ रोड्स है। यो चाहिँ अब अन रोड्सको लागि चाहिँ हो। अब अफ रोड कोही गरेर नेपालमा अब किनिसकेपछि कोही बेला हिँड्नै पर्छ, द्याट्स अन यो रिक्स है। अहिले चाहिँ भनेको चाहिँ यो चाहिँ मेरो टोटली स्टकमा छ है, स्टकमा छ। त्यो कारणले म तपाईँहरूलाई एकचोटि स्टक साउन्ड पनि सुनाउँछु। यो एकदमै स्मुथ छ होइन, अब इनलाइन ट्विन भएर पनि हो है, द्याट्स वाइ। स्टक साउन्ड हो यसको, टोटली स्टक साउन्ड होइन। अब तपाईँहरूले अब अरू आफ्टर मार्केट लाएर भने द्याट्स अन यो रिक्स है। अब यो भिडियो तपाईँहरूलाई कस्तो लाग्यो के लाग्यो होइन, तपाईँहरूकोमा के को बारेमा सोध्न चाहनुहुन्छ, यस यु क्यान आस्क मी है। अरू भनेको चाहिँ यसको चाहिँ अब सबै इलेक्ट्रोनिक सिस्टमहरूको बारेमा चाहिँ तपाईँहरूलाई पता छैन। इलेक्ट्रोनिक्स अब तपाईँहरूलाई थाहा छ होइन, यसको चाहिँ इलेक्ट्रोनिक्स भन्नाले राम्रै छ, त्यस्तो नराम्रो छैन। अब त्यस्तो एमपिसीहरू चाहिँ ट्र्याक्सन कन्ट्रोलहरू चाहिँ यसमा आएको छैन होइन। ओके, अब म अब अरू कुनै अरू भिडियो लिएर आउँछु होला। Thanks for watching this video. Thank you. Take care. Bye bye.